हम चले बहारों में गुनगुनाती रगने भी तेज है वक्त है तो सीने दे ख्वाहिशें अनजान है अब क्या करें के पहाड़ों पे लिखी है दास्तां ख्वाबों के लिफाफों में वेलकम टु न्यू डे न्यू ब्लग साथीहरू आज हामी खेराबारी जाँदैछौँ मोहरममा हाम्रो गन्तव्य सुरु भइसक्यो भाइ चाहिँ फोन उठेन त्यही भएर बाइक निकालेर म हिँडेँ भाइहरू सँगै जाने प्लान क्लाउडी वेदर थियो स्याटरडे म घरबाट निस्किसकेको अवस्था छु साथै मैले केही बिस्किट्सहरू साथीहरूले नलिएको अवस्थामा चाहिँ लिएर हिँडेँ यो थियो धरानदेखि दिनकुनेको जङ्गलको बाटो शान्त चिसो अनि राइडको मजा लिँदै हात चिसोले कठाङ्ग्रेको अवस्था थियो र पनि केही भिडियो झलकहरू यादगार बनाउनको लागि मैले भिडियो आफ्नो हातैले गरेँ अनि हात्ती पनि आउँछ अस्ति लास्ट टाइम देखेको थिएँ होइन न्यु इयरमा एउटा दुई वगेर राइडिङ होइन त्यो भिडियो भएको थियो भएन होइन अनि विराट चोक अनि भाइ दिवस बालकृष्ण हामी चाहिँ भेट भइसकेको अवस्था छ लास्टै अल्छी क्या सबैजना अल्छी हामी दुईजना मात्र अलिकति तिनजना भन्नु मलाई छिटो दिएको होइन हामी तिनजना ए धन्न मेरो नाम लिइदियो छ यहाँ ल चियर्स हाम्रो चियर्स अरू सबैजना डिले हामी चाहिँ चिया खाँदैछौँ भाइहरू चाहिँ अघि आइसक्यो आगो एकदम मेहनतले गरेको थियो तर क्रेडिट दिन सकिनँ इच्छा छ आगोको भिडियो बनाऊ टोलीहरू पनि आएको अवस्था छ अब चाहिँ अनि हामी लाग्छौँ अब केहीसँग पिक गरिसकेपछि ओ माई गुडनेस ह्यान्डसम मान्छे ह्यान्डसम इन द हङ इन द सटरडे मर्निङ आइपुग्यो झन्डै भाइले मलाई छोडेर हिँडेको थियो लागौँ यहाँबाट हामी बाइक केही फोटो पिक गरेर चाहिँ जङ्गल केही किलोमिटर हिँडिसकेपछि जङ्गलको यात्रा क्रस गऱ्यौँ अनि केही समयपछि केही समयपछि बालकृष्णको फोटोग्राफी भिडियोग्राफी साथमा मेरो राइडिङ स्किल गर्दै हामी नाच्दै घुम्दै गएका थियौँ बाइकमै यति मात्र थोरै हामी बाहिर मिस्टेक भएको अवस्था छ ल साथीहरू बिस्तारै जाँदैछ पिकअप नलिएको अवस्था छ अनि हामी चिजको छ बाटो अगाउँदै गएको छ यहाँ टक्क दुईवटा बाटो छ दुईवटा बाटोमा चाहिँ हामी जस्तै त्यो वाइट बाटो राख्छौँ ब्लक छोडेर भोकाएको अवस्था बिना चिया पानीको डोरा हान्दै गरेको अवस्था छ अहिले मलाई एउटा मात्रै है फेरि ग्रीष्मले फेरि हान्दैन फेरि डबल कस्तो रहेछ यात्रा भन्नु त मैले डोरन मागेका हात मिलाएर दुईजना दाजुभाइको डिस्कसन अनि भाडा मान्दै गरेको अवस्था छ होइन त्यही हो दुःख यादगारको चाहिँ गरेर होम गर अनि सबैले फेरि हाँस भनेर हामीलाई धेरै मसला खानु छैन पेट बिग्रिन्छ मसला हुनु पर्यो होइन होइन सबै कुरा मिल्नु पर्यो होइन हामी इन्जोय भएर आधा पादा कौन पादा सबसे ज्यादा
केही अवस्था कमी भएको कारणले गर्दा स्विमिङ पुलमा चाहिँ हामी खोलामा गएर मस्त जर्किङ लगेर पानी नुहाइधुवाइ गरेका थियौँ। सो हाम्रो खाना खाने टाइम भयो। हाम्रो चिकन स्पेसल नबिलले एकदम अगाडि लिएर हिँडिरहेको अवस्था छ। आवेशमा नआउने तिमीहरू ए ओके ओके फाइन फाइन। ओ छिटो अरू कोही छ डिएसएल कोही बालकृष्ण मलाई खालो कि लिएर चाहिँ जाउँ न पहिला। सो हाम्रो हाउजी खेल हुँदैछ अनि हाम्रो एङ्कर हुनुहुन्छ प्रमिसा थापा एन्ड अडियन्स। ओ दादा यार दादा तपाईँले के गरेको दादा यार दादा यार तपाईँ टाइम पास गर्नु दादा यार दादा यार 200 रुपियाँ हाम्रो हाउजी हाम्रो हाउजीको ल सबैले बेस्ट अफ लक सबैलाई। हाम्रो हाउजीमा कलेज छ फुल हाउस तर हामीसँग अप्सन छ सेकेन्ड फुल हाउस पनि छ। दिस इज द फर्स्ट टाइम है मैले यो सेकेन्ड हाउस फुल चाहिँ खेलेको। अब हाम्रो चाहिँ गन्तव्यको रेडी छौँ अनि अब भिडियो यति नै। हाम्रो गन्तव्य चाहिँ साथीहरू केही साथीहरू चाहिँ अर्जुन गइसकेको छन्।